नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी। नेपालमा पहिलो पटक प्रोफेसनल लेभलको अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल स्क्वास र्याकेट सङ्घले राष्ट्रिय खेलकुद परिषदद्वारा स्वीकृत लिएर पिएसए नेपाल सेटेलाइट स्क्वास प्रतियोगिता 2026 आयोजना गर्न लागेको हो। उक्त प्रतियोगिता आगामी भदौ 6 गतेदेखि 9 गतेसम्म अर्थात् अगस्त 22 देखि 25 तारिकसम्म ललितपुरको सातोपडा स्थित एनएसआरए स्क्वास एकाडेमीमा सञ्चालन हुने भएको छ। नेपालमा स्क्वास खेल को विकास विस्तार तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि पत्रकार सम्मेलनमा सङ्घले जनाएको छ। नेपालमा यसअघि राष्ट्रिय तथा विभिन्न स्तरका अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुँदै आए पनि प्रोफेसनल स्क्वास एसोसिएसन पिएसए को प्रोफेसनल लेभल अन्तर्गतको प्रतियोगिता आयोजना हुन लागेको यो पहिलो पटक रहेको छ। प्रतियोगितालाई नेपाली स्क्वासको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। का अनुसार प्रतियोगितामा नेपाल सहित युनाइटेड किङडम, युके, मलेसिया, बङ्गलादेश, श्रीलङ्का र भारत लगायत देशका खेलाडीको सहभागिता रहनेछ। विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै आफ्नो खेल स्तर परीक्षण गर्ने महत्वपूर्ण माध्यम बन्ने सङ्घले विश्वास लिएको छ। प्रतियोगितामा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन्। स्क्वासको निर्धारित र प्रणाली अनुसार 8, 16 र 32 खेलाडीको ड्र रहने व्यवस्था गरिएको सङ्घले जनाएको छ। उक्त प्रतियोगितामा मोडार्ड ड्र अनुसार कुल 35 खेल सञ्चालन हुने भएको छ। प्रतियोगिताका खेलहरू बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म तथा साँझ 4 बजेदेखि 7 बजेसम्म सञ्चालन गर्ने तयारी रहेको छ। साथै प्रतियोगिताको उद्घाटन भदौ 6 गते बिहान 9:30 बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम भदौ 9 गते साँझ 5:30 बजे गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगिताका विजेताले $400, उपविजेताले $200, तेस्रो हुने खेलाडीले $100 तथा चौथो हुने खेलाडीले $50 नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यससँगै विजेता खेलाडीलाई ट्रफी तथा प्रमाण पत्र समेत प्रदान गरिने सङ्घले जनाएको छ। उक्त प्रतियोगितामा कुल $1,000 खर्च हुने आयोजकले जनाएको छ। सङ्घले नेपालमा स्क्वास खेल प्रतिको आकर्षण बढ्दै गए पनि यसको पहुँच अझै सीमित रहेको जनाएको छ। हाल विशेष गरी पोखरा र ललितपुरमा स्क्वासका गतिविधि बढी केन्द्रित रहेको सङ्घको भनाइ छ। राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका पूर्वाधारमा स्क्वास कोर्ट निर्माण तथा प्रदेश स्तरमा समेत खेलको विस्तारका लागि पहल भइरहेको समेत आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा स्क्वासको लोकप्रियता र महत्व समेत बढ्दै गएको छ। सन् 2028 मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने ओलम्पिक खेलकुदमा स्क्वास समावेश हुने भएकाले नेपालमा पनि यस खेलको पूर्वाधार विकास, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको पत्रकार सम्मेलनमा सङ्घले जनाएको छ। नेपाली स्क्वास र्याकेट सङ्घले वार्षिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। यसै क्रममा पहिलो पटक पिएसए को प्रोफेसनल लेभल अन्तर्गतको प्रतियोगिता आयोजना गर्न लागि हो। सङ्घका अनुसार प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक वातावरणसँग जोड्नुका साथै अन्तर्राष्ट्रिय र्याङ्किङ तर्फ अघि बढ्ने अवसर समेत सिर्जना गर्नेछ। सङ्घले स्क्वासलाई आम नेपाली माझ थप परिचित गराउन प्रतियोगिताको प्रचार प्रसारलाई समेत प्राथमिकता दिएको जनाएको छ। सङ्घका अनुसार स्क्वासलाई अल वेदर गेमका रूपमा लिन सकिन्छ। कोर्टभित्र खेलिने भएकाले घाम, पानी, जाडो वा गर्मीका कारण खेल प्रभावित नहुने तथा छनौट तथा छोटो समयमा प्रभावकारी शारीरिक सक्रियता प्राप्त गर्न सकिने भएकाले स्क्वासको महत्व बढ्दो रहेको सङ्घले जनाएको छ। नियमित रूपमा स्क्वास खेल्दा शरीरलाई सक्रिय राख्न, शारीरिक तन्दुरुस्ती कायम गर्न तथा व्यस्त जीवनशैली बीच पनि प्रभावकारी व्यायाम गर्न सहयोग पुग्ने सङ्घको भनाइ छ। करिब 15 मिनट स्क्वास खेल्दा लामो समय हिडुल गरे सरह शारीरिक सक्रियता प्राप्त गर्न सकिने भएकाले युवा तथा व्यस्त जीवनशैली भएका व्यक्तिका लागि समेत यो उपयोगी खेल बन्न सक्ने सङ्घले जनाएको छ। टेनिस तथा ब्याडमिन्टनको तुलनामा स्क्वासको खेल शैली फरक र प्राविधिक रूपमा
चुनौतीपूर्ण मानिएको छ। खेलमा कोर्टको भित्ता समेत खेलको महत्त्वपूर्ण हिस्सा हुने भएकाले बलको दिशा, गति, कोर्ट तथा खेलका नियम बुझ्न निरन्तर अभ्यास आवश्यक रहेको बताइएको छ। सुरुवाती चरणमा नयाँ खेलाडीलाई केही कठिनाई भए पनि नियमित प्रशिक्षण र अभ्यास मार्फत खेलका आधारभूत प्रविधि सहज रूपमा सिक्न सकिने सङ्घको भनाइरहेको छ। स्क्वास बारे सर्वसाधारणलाई जानकारी गराउने र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले सङ्घले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम मार्फत छोटो भिडियो सामग्री निर्माण गरी प्रचार प्रसार गर्ने काम समेत गरिरहेको जनाएको छ। यसबाट स्क्वास प्रतिको जनचासो बढ्नुका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैबीच सङ्घले पिएसए नेपाल सेटेलाइट स्क्वास इन्डिभिजुअल च्याम्पियनसिप 2026 का लागि समेत तयारी अघि बढाएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिएर आयोजना गर्न लागि उक्त प्रतियोगितामा नेपाल सहित युके, मलेसिया, बङ्गलादेश, श्रीलङ्का र भारतका 16 जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। सङ्घले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्दै नेपालमा स्क्वासको व्यावसायिक तथा प्रतिस्पर्धात्मक विकासलाई निरन्तरता दिने जनाएको छ। यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीको अनुभव, आत्मविश्वास र खेल स्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घको अपेक्षा रहेको छ। प्रतियोगिताको सम्पूर्ण खर्च सङ्घ आफैले व्यवस्थापन गरिरहेको भए पनि प्रतियोगितालाई प्रभावकारी रूपमा सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदबाट आर्थिक सहयोगको अपेक्षा गरिएको सङ्घले जनाएको छ। नेपाली स्क्वासलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सरकारी निकाय, खेल सङ्घ, खेलाडी, प्रशिक्षक, सञ्चार माध्यम तथा निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको सङ्घको जोड रहेको छ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पिएसए नेपाल सेटेलाइट स्क्वास प्रतियोगिता 2026 लाई नेपाली स्क्वासलाई प्रोफेसनल संरचनातर्फ अघि बढाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको छ। विदेशी खेलाडीको सहभागिता र नेपाली खेलाडीको प्रत्यक्ष प्रतिस्पर्धाले घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल अनुभव दिलाउनुका साथै उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिता मार्फत नेपालमा स्क्वासको दायरा विस्तार गर्दै आगामी दिनमा अझ बढी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने आधार समेत तयार हुने सङ्घले विश्वास लिएको छ। अनि हाम्रो सङ्घका पदाधिकारी, सदस्य साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, आज हामीले नेपाल स्क्वास र्याकेट सङ्घको प्राङ्गणमा यो हाम्रो सो कोर्ट पनि भन्छ यसलाई, र सेन्टर कोर्टमा एउटा पत्रकार सम्मेलन गर्न गइरहेका छौँ। दक्षिण एसियाली खेलकुदमा पुरुष र महिला खेलाडीहरूले काँस्य पदक हासिल गरेर एसियाली खेलकुदमा निरन्तर रूपमा सहभागी जनाइ आइरहेको र मित्र राष्ट्र जापानको नागोया सहरमा यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म आयोजना हुने 20औं एसियाली खेलकुदमा समेत सहभागी रहेको स्क्वास खेलले नेपाली खेलकुद जगतमा अलिक कम चर्चा पाउने गरेको भएर पनि हामीले थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ। यो अलिक कम चर्चित हुनुको कारण किन हो भन्दाखेरि यो खेल विशेष गरी पोखरा र यही हाम्रो ललितपुरको 7 बाटोमा मात्रै खेल्न मिल्ने ठाउँहरू छन्। अनि नेपाल स्क्वास र्याकेट सङ्घले अबदेखि हुने राष्ट्रिय खेलहरू आयोजना हुने प्रदेशहरूमा कम्तीमा एउटा स्क्वास कोर्ट बनाएर त्यहाँसम्म खेल पुर्याउने हामीले मुख्य लक्ष्य राखेका छौँ। विश्वमा लोकप्रिय बन्दै गइरहेको स्क्वास खेल सन् 2028 को अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने ओलम्पिक गेममा पनि समावेश गरिएको छ। यो पहिलो पटक समावेश भएको, यसको लागि हाम्रो लागि स्क्वास जगतको लागि हर्षको विषय हो। यस प्रतियोगिता नेपाल स्क्वास र्याकेट सङ्घले वार्षिक करिब 6वटा राष्ट्रिय र एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरी आइरहेको थियो भने यसपटक थप नयाँ एउटा खेल प्रोफेसनल लेभलको पिएसए नेपाल सेटेलाइट टुर्नामेन्ट 2026 आयोजना गर्न गइरहेको छौँ। यस प्रतियोगिता लगायत स्क्वास खेललाई व्यापक प्रचार प्रसार गरी खेलप्रेमी नेपाली युवाहरूलाई सुसूचित गरिदिनु हुन पत्रकार मित्रहरूमा हार्दिक अनुरोध पनि गर्दछु। मित्रहरू, अब यस स्क्वास खेलको पुस्तक हाम्रो अध्यक्षले गरिसक्नु भएको छ। यो पिएसए नेपाल सेटेलाइट स्क्वास
इन्डिभिजुअल च्याम्पियनसिप। यो वास्तवमा एउटा चाहिँ नि इन्टरनेसनल खेलमा चाहिँ नि भाग लिने एन्ट्री लेभल हो। त्यहाँ एउटा ऱ्याङ्किङ हुन्छ, इन्टरनेसनल ऱ्याङ्किङ, अनि मात्रै हामीले इन्टरनेसनल ऱ्याङ्किङ खेलहरूमा कम्पिटिसनमा प्रोफेसनल स्क्वासमा खेलमा भाग लिन पाउँछौँ। यो हामी अहिलेसम्म हाम्रो नेपाली कुनै पनि खेलाडीहरूले पिएसए ऱ्याङ्किङ लिएको छैन। यो लिनको लागि बेसिक ऱ्याङ्क नपाइनु सक्छ र हामीले चाहिँ नि यहाँ अर्गनाइज गरिसकेपछि बल्ल हामीले चाहिँ प्रोफेसनल ऱ्याङ्किङमा हामी नेपाली खेलाडीहरूले वाइल्ड कार्ड रूपमा हामी खेल्न पाउँछौँ। नभएदेखि त्यो नम्बर ऱ्याङ्क नभएकाहरू त्यो कम्पिटिसनमा भागै लिन पाइँदैन। यो एन्ट्री लेभल हो। अब हामी यहाँ खेलाएका खेलाडीहरू सबैले चाहिँ नि तल्लो स्तरको भए पनि एउटा ऱ्याङ्किङ पाउँछ। अब बल्ल उनीहरू ऱ्याङ्क पाइसकेपछि अरू कुनै पनि इन्टरनेसनल गेम टुर्नामेन्टमा भाग लिन इलिजिबल भयो उनीहरू, र अरूसँग चाहिँ अरू ऱ्याङ्किङसँग खेल उसले जित्दै गयो भने उसको ऱ्याङ्किङमा आफ्नो माथि बढ्दै जान्छ। यसको लागि यो धेरै इम्पोर्टेन्ट छ। र पहिलोपटक नेपालमा यो पहिलोपटक हामीले यो चाहिँ नि पिएसए टुर भनेर सेटेलाइट हामी टुर्नामेन्ट गरिरहेका छौँ। यसमा यो हाम्रो 22 देखि 25 तारिक अगस्तमा हो। यहाँ परिसरमा चाहिँ 4 दिनको हो। यसमा अब खेल मुख्यतया चाहिँ युके, मलेसिया, बङ्गलादेश, श्रीलङ्का, इन्डिया, नेपाल र इटली बाट चाहिँ खेलाडीहरूले भाग लिनुभएको छ। जम्मा 16 जनाको हामीले खेलाडीहरू चाहिँ इन्ट्री भइसकेका छ। यसमा नेपालको तर्फबाट हामी 7 जनाले सहभागी गरेका छौँ, अनि सबै विदेशीहरू हुन्। जम्मा 16 को ड्र छ। यो हामी मोनऱ्याट ड्र भनिन्छ। मोनऱ्याट ड्र चाहिँ नि कसो भन्दाखेरि फर्स्ट राउन्डमा हारेकोहरूको बिच फेरि चाहिँ नि तपाईँको चाहिँ नि ड्र भएर जित्दैमा जान्छ, र त्यो हारेकोहरूको फेरि हारेको फेरि अर्को ड्र छ भन्दाखेरि त्यसरी 1 देखि 16 सम्मको ऱ्याङ्किङ हुन्छ। हामी 3rd 4th प्लेस खेला जस्तै 5th 6th को पनि खेल खेलाउँछौँ, 7 8 को पनि खेलाउँछौँ, 8 9 को पनि खेलाउँछौँ। त्यसै गरेर अन्तिममा 15 र 16 को पनि हामी खेलाएर ऱ्याङ्किङहरू दिन्छौँ। हुँदाखेरि उनीहरू सबैले चाहिँ नि फेयरली चाहिँ नि हामीले पोइन्टहरू पाइन्छ र जस्टिफायर हुने गरी हामी ऱ्याङ्किङ प्रदान गर्छौँ। ड्र साइड यसमा हामीले चाहिँ 16 मिनिमम गर्नु पर्ने 16 हामीले पुर्याएका छौँ। जम्मा 25 को हामीले गर्न सक्छौँ। यसपालि 16 को ड्र छ। र खेलाहरू हाम्रो बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म, र त्यसपछि लन्च आवर हुन्छ, र त्यसपछि फेरि साँझ 5 बजेदेखि 7 बजेसम्म। तर खेलाडीहरू 4 बजे आइपुग्छन्। 4 बजेदेखि 7 बजेसम्म गरेका छौँ, र गेम लामो भने 7 देखि 8 बज्न सक्छ। र मोनऱ्याट ड्र मैले अघि भनिहालेँ। र टोटल खेल हाम्रो यो 16 को मोनऱ्याट ड्र भनेर पनि 32वटा खेल हुन्छ। यसमा 32वटा टुर्नामेन्टहरू हामी गर्छौँ यो 4 दिनभित्रमा। उद्घाटन सत्र त हामीले यो हाम्रो 24 तारिक फाल्टो 6 गते बिहान 9 साढे 9 बजे राखेका छौँ। छोटो उद्घाटनपछि हामी टुर्नामेन्ट 10:15 हामी पहिलो गेम सुरु गरिहाल्छौँ, र समापन हाम्रो यो 9 गते 9 गते 25 तारिकको दिन हामी 5:30 बजे राखेका छौँ। र समापनको दिनमा चाहिँ नि हामीले तेस्रो चौथो ऱ्याङ्कको चाहिँ गेम र फाइनल 1st 2nd गेम 2टा गेम हामीले राखेका छौँ। त्यो गेम समापन, त्यो गेम सकिसकेपछि हामीले अहिले पुरस्कार वितरण समारोह र सानो एउटा फङ्सन हामीले गरेका छौँ। र विजयी खेलाडीहरूलाई चाहिँ $1000 हामी पुरस्कार गर्छौँ। त्यो हामीले चाहिँ नि पहिलोदेखि 6औँ ऱ्याङ्कसम्मको लागि दानासाहीले फर्स्टलाई बढी, सेकेन्डलाई कम, अनि थोरै गरेर त्यसरी 6औँसम्मलाई चाहिँ हामी $1000 बराबर मिनिमम राख्नुपर्ने पुरस्कार त्यति हो हामीले मिनिमम राखेका छौँ। सबै अब सङ्घको आफ्नै स्रोत गरेको कारणले गर्दाखेरि हामीले धेरै पुरस्कारहरू राख्न सकेनौँ यसमा। अनि प्रायोजन पनि हामीले जुटाउन सकेनौँ सङ्घको आफ्नै स्रोत। प्रशिक्षक अहिले दिइरहेको हाम्रो हिराबहादुर थापा हो, तर हामीले वैदेशिक प्रशिक्षकलाई पनि राखेका छौँ। तर उसको श्रम स्वीकृति आइ नसकेको अवस्थाले हामीले कन्फर्म गर्न सकिरहेको छैन। उसले पनि सहयोग चाहिँ गरिरहेको छ। विपना प्लोन अनि स्क्वासको चाहिँ योभन्दा अगाडि कस्तो थियो ऱ्याङ्किङहरू, अनि तपाईँहरूको खेलहरू बाहिर जाँदाखेरि एसियन गेम्सहरू खेल्दा, र यसपालिको अपेक्षा के छ? अब हामीले नेपाल स्क्वास संघले अहिले पनि भनिसकेँ मैले, पुरुष तथा महिला दुवै टिमले हामीले काँस्य पदक जित्न सफल भएका हौँ। गत 13औँ के अरे साउथ एसियन गेममा यही नेपालमा आयोजना भएको। अनि त्यो विगतमा त्योभन्दा पहिले पनि हामीले पुरुष महिला गरी चाहिँ काँस्य पदक ल्याइराखेको हो। एसियन खेलको सन्दर्भमा हामीले इन्डोनेसियामा के गर्न सकेनौँ। चाइनामा हुँदाखेरि हामीले कमसेकम विपना ब्रोनले एउटा
थाइल्यान्डकोलाई जितेको थियो अनि मिक्स डबलमा पनि हामीले जितिसकेको गेम हारेको सेकेन्ड राउन्डसम्म हामी पुगेको हौँ यसपटक हाम्रो टार्गेट क्वार्टर फाइनलसम्म पुग्ने हाम्रो टार्गेट हो नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।